तपाईले सुशीला कार्कीलाई सबैले निष्कलङ्कित मान्छे, एउटा महिला मान्छेले यत्रो अवसर पाएको राम्रो मान्छे भनेर प्रश्न राख्नुभयो। मैले 79 सालमा यिनी भ्रष्ट हुन् भनेर मुद्दा हालेको मान्छे। उजुरी अख्तियारमा दर्ता छ, म तपाईलाई नम्बरै बताइदिन्थेँ, मुद्दै देखाइदिन्थेँ, मैले फाइल ल्याएको छैन है। अदालतमा न्यायाधीश सधैँखेरि मध्यरातमा यो के लेखक हो गृहमन्त्री रमेश लेखक र वर्षमान पुनको रोभरमा कांग्रेस र कम्युनिस्टका एमालेका 80 जना न्यायाधीश नियुक्ति गर्ने मध्यरातमा त्यो भन्दा अघिल्लो दिनको 2 बजेको मिटिङलाई 2 जना न्याय परिषदका सदस्यहरूलाई फिर्ता पठाएर आज मिटिङ हुन्न भन्ने बनाएर अनि क्वार्टरमा बोलाएर 80 जना न्यायाधीश नियुक्ति गर्ने मान्छे उहाँ हुनुहुन्छ प्रधान न्यायाधीश हुँदाखेरि। अनि अघि मैले भनिसकेँ राजा वीरेन्द्रले धरानका वासीहरूलाई पानी खुवाउन सर्दु जलाधारको जग्गा अधिग्रहण गरेर मोरङको बयरवनमा झन्डै 5000 रुपियाँ जग्गामा बस्ती बसाइसकेपछि त्यो जग्गा जसलाई अधिग्रहण गरिएको थियो त्यो अधिग्रहण गरिएको जग्गामा धरान धनकुटाको हाइवे बनिसके पछाडि त्यो बहुमूल्य भएर भूमाफियाहरूको आँखामा परिसकेपछि भूमाफियाहरूले ल्याएको मुद्दामा लगत कट्टा भएको थिएन क्या। उनीहरूको जग्गा त पुए पहिला त सधैँ थियो। त्यो लगत सरकारको काम कस्तो हुन्छ तपाईँलाई थाहा छैन। त्यो लगत कट्टा गर्न बाँकी थियो। त्यसको फाइदा उठाएर ल्याएको मुद्दामा यो सरकारी जग्गा हो, हामीले यसलाई सट्टा भर्न दिइसकेका छौँ भनेर सबै सरकारी कार्यालयले दिएको जवाफलाई कल्याण श्रेष्ठले हेर्दै नहेरिकन भूमाफियाहरूको पक्षमा आदेश गरिसकेपछि त्यो आदेशका उपरमा पुनरावलोकन हुनुपर्छ, यो सरकारी जग्गा मासियो भनेर जाँदाखेरि सुशीला कार्कीज्यूको इजलास समेतले पूर्ण इजलासले त्यसलाई सदर गर्ने विषयमा गरेको विषयमा यो भ्रष्टाचारको विषय हो, देश बेचियो भनेर हामीले दर्ता गरेको उजुरी अख्तियारमा छ। म अघि मैले त्यही भनेको, भोलि प्रधानमन्त्री हुने को रविजी बालनजी को तपाईहरू साँच्चै नै निष्पक्ष हुनुहुन्छ देशको उद्धारको लागि उत्थानको लागि तपाईले यत्रो जनमत लिएर आउनु भएको छ र यसको वास्तवमा आदर गर्नुहुन्छ भने सुशीलालाई पक्राउ गरेर कारबाही गर्नु, रामचन्द्र पौडेललाई कारबाही गर्नुपर्छ। म फाइल देखाइदिनु छु, मिसिलामिसित छ प्रमाण हो। रामचन्द्र पौडेललाई उपचार खर्चमा हामीले मेडिकल बोर्डको सिफारिस माग्यौं, मेडिकल बोर्डले पठाउन पाउँछ बाहिर, उहाँले उपचार खर्च पनि लिन पाउन सक्नुहुन्छ। तर हामीले मेडिकल बोर्डको उपचार खर्चको सिफारिस ल्याउ त भन्दाखेरि हामीले रामचन्द्रज्यूलाई राष्ट्रपतिज्यूलाई उपचारका लागि बाह्य हस्पिटल बाह्य मुलुकको हस्पिटलमा उपचारको लागि पठाउने कुनै पनि सिफारिस गरेका छैनौँ भनेको पत्र तपाईँलाई चाहिन्छ भने मेरो अफिसमा आउनुहोस्, म तपाईँ त्यसको आधारमा हामीले मुद्दा दर्ता गरेका छौँ झलनाथ जिल्ला र उहाँहरूलाई तुरुन्त कारबाही गर्छ। कल्याण श्रेष्ठ लगायतलाई उजुरी छ, धेरै ठुला श्वेतपोष अपराधीहरूलाई त्यहाँ उजुरी भयो। अनि त्यसमध्येको एकजना मान्छे सुशीला कार्की पनि हुन्छ। अनि तपाईँहरू भन्नुहुन्छ निष्कलङ्क मान्छे हो, यहीँ छ व्यथा देशको, त्यसकारण देश यहाँनिर बर्बाद भएको। अनि तपाईँले अनैतिक धरातलबाट आएको भ्रष्टाचारको आरोप लागेर उजुरी लगाइसकेको मान्छे आइसकेको छ। अनि तपाईँले यो ठिक देख्नुहुन्छ? अन्तरिम सरकारको गठन कसरी कुन तरिकाले भयो, कुन कानुनको आधारमा?